नमस्कार, जय नेपाल। फागुन 21 गतेको निर्वाचन आउन अब केही दिन मात्रै बाँकी छ। म प्रारम्भमा नेपाली कांग्रेसका मतदाता, समर्थक, शुभेच्छुकहरूलाई एउटा अनुरोध गर्न चाहन्छु। तपाईले अत्यन्त दुःखको समयमा नेपाली कांग्रेस पार्टीलाई साथ दिनुभयो। प्रतिगमनका ती दिनहरूमा, हिजो युद्धको बेलामा अत्यन्त अप्ठ्यारो समयमा लखेटिँदै गर्दा, मारिँदै गर्दा पनि तपाईले कांग्रेसको साथ छोड्नु भएन। अप्ठ्यारो अवस्थामा नेपाली कांग्रेस पार्टीको रुख चिन्हमा मतदान गर्नुभयो। मलाई थाहा छ यो बीचमा तपाईको कांग्रेस र कांग्रेसको नेतृत्व हामीहरूसँग थुप्रै गुनासाहरू थिए। गठबन्धनको राजनीतिका बारेमा, राजनीतिलाई प्रदूषित बनाएका बारेमा, राजनीतिले डेलिभर गर्न नसकेको बारेमा तपाईका यी गुनासोहरूको हामीले उपेक्षा गरेनौँ। ती गुनासोहरूलाई सम्बोधन गरेर नेपाली कांग्रेस पार्टीभित्र ठूलो परिवर्तन गरेर आएका छौँ। त्यसैले म तपाईँलाई अनुरोध गर्न चाहन्छु, जुन बेला तपाईँका गुनासाहरू थिए ती बेलामा पनि तपाईँले नेपाली कांग्रेसलाई मतदान गर्नुभयो। आज हामीले तपाईँका ती गुनासहरू सम्बोधन गरेर आएका छौँ र एउटा विश्वास दिलाउन चाहन्छौँ। तपाईले जस्तो कांग्रेस चाहनु भएको त्यस्तै कांग्रेस बनाउने बाटोतर्फ हामी उद्धत छौँ भने त्यो कांग्रेसबाट जस्तो देश बनोस् भन्ने चाहनु भएको छ, यो 5 वर्षको समय हामी त्यही बाटोतर्फ देशलाई लिएर जान्छौँ। त्यसैले यो पटक पनि अलमलमा नपरिकन तपाईले वर्षौंदेखि माया गर्दै आउनुभएको तपाईको पार्टी नेपाली कांग्रेस, तपाईको चुनाव चिन्ह रुखमा मतदान गरेर नेपाली कांग्रेसको उम्मेदवारहरूलाई र नेपाली कांग्रेस पार्टीलाई निर्वाचित गराइदिन म आग्रह गर्न चाहन्छु। मेरो दोस्रो अनुरोध आम मतदाताहरूलाई छ, यो एउटा छनौटको समय हो। तपाईले कसलाई छान्नुहुन्छ, कसरी छान्नुहुन्छ भन्नेले नेपालको भाग्य र भविष्य निर्धारण गर्छ। म तपाईलाई विश्वास दिलाउन चाहन्छु, यो 5 वर्षको समय हामी खेर फाल्दैनौँ। एउटा हुटुटी लिएर आएका छौँ, एउटा सपना लिएर आएका छौँ, एउटा सङ्कल्प गरेर आएका छौँ। सपना र सङ्कल्प मात्र छैन, कसरी पुरा गर्ने भन्ने योजना पनि छ। एउटा सोचका साथ आएका छौँ, एक दिनको समय पनि खेर नफाल्ने र कुनै एउटा गल्ती पनि नगर्ने एउटा प्रण गरेर आएका छौँ। छोटो समय स्वास्थ्य मन्त्रालय चलाउँदै गर्दा एउटा हुटुटीका साथ गएको थिएँ, केही कामहरू गरेँ र केही परिणामहरू दिन पनि सकेँ। आज फेरि त्यही हुटुटीका साथ तपाईँबाट जिम्मेवारी लिनका निम्ति अनुरोध गरिरहेको छु। यो बेलामा तपाईँलाई विश्वास दिलाउन चाहन्छु, नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरेर तपाईँले देश चलाउने जिम्मा दिँदै गर्दा हामी अहिलेको अवस्था पनि सुधार्छौँ, अहिलेको व्यवस्थाभित्र भएका फोहोरहरू सफा पनि गर्छौँ र नेपाललाई कुनै दुर्घटनामा पर्न दिन्नौँ, कुनै पनि द्वन्द्वमा पर्न नदिकन सबै कुरा सम्हालेर तपाईले खोजेको रोजेको गन्तव्यसम्म यो 5 वर्षभित्र नेपाललाई पुर्याउनेछौँ। त्यसैले यो पटक नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा मतदान गर्न म तपाईँहरू सबैलाई आग्रह गर्न चाहन्छु। मेरो अन्तिम आग्रह युवा साथीहरूलाई छ। भाद्र 23 र 24 गतेको आन्दोलन पछाडि नेपालका राजनीतिक दलहरूको आफ्नो छनौट रहे, हाम्रो पनि छनौट रह्यो। हाम्रो छनौट यो आन्दोलनबाट लाभ लिनेमा रहेन, हाम्रो छनौट यो आन्दोलनको परिणामबाट भाग्ने कुरामा पनि रहेन। हामीले तपाईँको आवाज सुन्यौँ, हामीले तपाईँको भावनालाई बुझ्ने प्रयास गऱ्यौँ र यसका निम्ति मेरो आफ्नो राजनीतिक जीवनको सबभन्दा ठुलो जोखिम उठाएर नेपाली कांग्रेस पार्टीभित्र ठुलो परिवर्तन गरेर आएका छौँ। यो परिवर्तन कांग्रेस पार्टीभित्र मात्र सीमित राख्न चाहँदैनौँ, यो परिवर्तनलाई त्योभन्दा बाहिर लिएर आउन चाहन्छौँ। पार्टीभित्र गरेको जस्तै परिवर्तन देशको शासकीय व्यवस्थामा गर्न चाहन्छौँ, तर यसका निम्ति तपाईँको साथ चाहिएको छ। मैले तपाईँहरूको कुरा सुने, तपाईँहरूको भावना बुझ्ने प्रयास गरेँ। म तपाईँलाई अनुरोध गर्छु, अब आज तपाईँले मेरो कुरा सुनिदिनुपर्छ। यो 5 वर्षको समय खेर फाल्ने सुविधा हामीलाई छैन। यो 5 वर्ष कुनै प्रयोग गर्ने सुविधा पनि हामीलाई छैन। शिक्षामा, स्वास्थ्यमा, रोजगारीमा, प्रत्येक क्षेत्रमा यो 5 वर्षको समयमा के गर्ने, कसरी गर्ने भन्ने गहिरो चिन्तनका साथ योजना बनाएर प्रत्येक दिनको हाम्रा कामहरू के हुनुपर्छ भन्ने सूची तयार गरेर हामीहरू आएका छौँ। त्यसैले मेरो युवा साथीहरूलाई अनुरोध छ, तपाईँहरूको भावना अनुसार जसरी जोखिम उठाएर पार्टीभित्र परिवर्तन गरेका छौँ, त्यसै गरिकन जोखिम उठाएर तर बडो ध्यान दिएर यी 5 वर्षभित्र तपाईँले सोचेको ठाउँमा देशलाई पुर्याउनेछौँ। त्यसैले फागुन 21 गतेको चुनावमा दुईटै चुनाव चिन्ह रुखमा मतदान गर्न म युवा साथीहरूलाई पनि आह्वान गर्न चाहन्छु। फागुन 21 गतेको निर्वाचन तपाईँको छनौट, तपाईँको यो छनौटले हामीलाई दिने अवसर र यो अवसरबाट हामीले दिने परिणाम, यसका निम्ति म एकपटक फेरि सबै मतदाताहरूलाई नेपाली कांग्रेस पार्टीको तर्फबाट दुवै चुनाव चिन्ह रुखमा मतदान गर्नका निम्ति हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद।